अहिले भने चाहिँ हामी चाहिँ तल आसामबाट पनि हो उकालो यो कहाँ पो हो दाजु? यो हामी अहिले आसाम गुवाहाटी कामाख्या दर्शन गरेर हाम्रो भाइहरूलाई लिएर राजेश भाइहरूलाई लिएर म शिलङ हुँदै चेरापुन्जी जान्छु। अनि चेरापुन्जी आज स्टे गरेर नेक्स्ट डे चेरापुन्जीको लोकल साइट सिन गरेर तपाईको हामी तल झर्दै आएर फेरि काजिरङा तर्फी जान्छौँ हामी हैन। काजिरङा गएर वहाँ नाइट स्टे गरेर नेक्स्ट डे काजिरङाको सफारी गरेर तर भित्रको सफारी अहिले हुँदैन, बाहिरबाट साइट सिन हाम्रो हुन्छ। भित्र चाहिँ किन अहिले चाहिँ? भित्र पानी छ नि त अहिले वहाँ पानी उसले गर्दा पानी गर्दा, तर सफारीमा बाहिरबाट भित्रबाट जुन चिज देख्छ बाहिरबाट पनि त्यो चिज राइनो वान सिङवाला राइनो वगैरह डियोर माने सब चिज तपाईहरुले उपभोग गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ हैन। र त्यही हो मेरो भन्ने कुरा भाइ। थ्यांक यू। अन्त भन्नु अरु भन्नु। माथि हामी जुन चाहिँ अहिले चेरापुन्जीमा जान्छ हैन, हजुर, त्यहाँदेखि चाहिँ हामी अब कता कता घुम्ने जग्गाहरू नि बाटामा एउटा ओमियम लेक भनेर चर्चित बडा पानी लेक पनि भन्छ, ओमियम लेक पनि भन्छ। एक्चुअली त्यो ड्याम हो। त्यो हेर्दै अनि हाम्रो हातमा टाइम रह्यो भने एलिफेन्ट फल्सहरू बाटामा विभिन्न वाटरफल्सहरू छ, त्यो हेर्दै हामी चेरापुन्जी गएर स्टे गर्छौँ। यो त तपाईँ र मेरो त सेकेन्ड टाइम है? हजुर सेकेन्ड टाइम हो। यहाँ चाहिँ फर्स्ट टाइम छ। सिस्टरहरू फर्स्ट टाइम हो। सिस्टरहरू चाहिँ फर्स्ट टाइम, हामी चाहिँ सेकेन्ड टाइम। उहाँहरूलाई कस्तो लागेछ सोध्नु एक बार अनुभव मेघालयको। तपाईँलाई कस्तो लागिरहेछ तिमी मेघालयको बाटो? के भन्नु, मजा पनि अब राम्रो छ बाटो, मजा आइरहेको छ अहिलेसम्म। अहिले चाहिँ हामी खाना खानु आँटेको हो। कितली हो त्यो त राखौँ होला अहिले है। यहाँ खाइरहेको थियो अस्तिको पालि? खाएको थिएन, अर्कै जग्गा थियो। र यहाँ चाहिँ बाटो चाहिँ एकदमै दामी है। हजुर 4 लाइन छ बाटोहरू पनि। 4 लाइन बाटोहरू भएको कारणले गर्दाखेरि। अन्त यहाँबाट नि दाजु हजुर हामीलाई माथि चेरापुन्जी पुग्नु चाहिँ कति किलोमिटर जस्तो जानुपर्छ? हामी जुन गुवाहाटी कामाख्याबाट हामी स्टार्ट गरेको जर्नी हैन, वहाँबाट तपाईको 110 किलोमिटर शिलङ हुन्छ। 110 हुन्छ। अन्त त्यहाँबाट उता 62 किलोमिटर चेरापुन्जी हुन्छ। अनि चेरापुन्जीबाट डाइरेक्ट काजिरङा मिनिमम 300 किलोमिटर हुन्छ। जानु आउनु टोटल होइन, वान साइड हुन्छ। वान साइड हजुर किलोमिटर छ, तर बाटो घाटो यहाँको चाहिँ साह्रै राम्रो रहेछ। साह्रै राम्रो छ। हजुर त्यो रातो माटोहरू क्या? हजुर कोही व्यक्ति आउन चाहनु भयो भने मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो आसाम आउन चाहनु भयो भने हाम्रो राजेश भाइलाई कन्ट्याक्ट गरेर राजेश भाइको थ्रुबाट मलाई भेट्नु हुन सक्छ। डिस्काउन्टको कुरा भनिदिनुहोस्। हजुर हाम्रो गोर्खाली मान्छे कोही आयो भने अभियसली डिस्काउन्ट पाउनुहुन्छ उहाँहरूले। हजुर हजुर। अब अलरेडी भाइ त 2-3 चोटि आइहरि मसँग जानुभएको, भाइले सबै कुरा जान्नुहुन्छ होइन राजेश भाइ। अरू के भन्नु हजुरले भनिदिनु। अरू चाहिँ अब त्यही हो, उताको जस्तो माहौलहरू छ है। रोड चाहिँ एकदम रोडको कुरा गरौँ भन्दाखेरि चाहिँ एकदम यहाँ मतलब यो बजार एरिया जस्तो भएर मात्रै यस्तो हो कि उता बस्तीतिर पनि यस्तै छ? यो बजार एरिया भनेर होइन, उता जति हामी मासतिर जान्छौँ माथितिर त्यता एकदम माने साइलेन्ट शान्ति छ। बजार पनि छ लेकिन मान्छेहरू शान्तिमा रहन खोज्छ। यहाँको सामानहरू सबै हामीले के किन्नु पर्यो भने नि महँगो छ। जति माथि जानुहुन्छ तपाईँको सामानहरू महँगो हुँदै जान्छ।